सर, हामी त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट विद्यार्थीहरू आएका छौँ हजुरको AP1 टेलिभिजनमा। हाम्रो चाहिँ CDJMC बाट हो। JMC 504 ब्रोडकास्ट जर्नलिजमको युनिट 5 को प्र्याक्टिकल 3rd मा फिल्ड भिजिट एन्ड इन्टरभ्यू भन्ने हाम्रो सेक्सन छ। त्यसै सम्बन्धी हजुरको यो AP1 टेलिभिजनमा आएका छौँ। यहाँले राम्ररी स्वागत गर्नुभयो, त्यसको लागि धन्यवाद। हजुरको परिचय दिनुहोस् न। नमस्ते, म अच्युत पौडेल, न्युज एडिटरको रूपमा यहाँ कार्यरत छु। हजुरलाई अब हामीले इन्फर्मल कुरा गर्नुभन्दा पनि ठ्याक्कै प्रश्नमा केन्द्रित हौँ है। AP1 टेलिभिजनको स्थापना कहिले र कसरी भयो, यसको इतिहास र उद्देश्य संक्षिप्तमा बताइदिनुहोस् न। करिब दशक अघि 2073 हराईमा AP1 टेलिभिजन नेपालको पहिलो HD च्यानल भनेर AP1 HD TV भनेर स्थापना भएको हो। यो ठुलो टिम, ठुलो लगानी र यसले चाहिँ नेपाल आइडल जस्तो एकदमै गायन रियालिटी सो नयाँ प्रतिभाहरू जन्माउने त्यो कार्यक्रमदेखि लिएर थुप्रै कन्टेम्पोरेरी इस्युहरूमा डिल गर्ने कार्यक्रमहरू, समाचार, मनोरञ्जन लगायत थुप्रै कार्यक्रमहरू पनि यसमा समाहित भएको छ। विशेष गरी न्युज बुलेटिनहरूमा अझ बढी ध्यान छ। कन्टेम्पोरेरी इस्युहरू भयो अनि कुनै ठुला राष्ट्रिय इस्युहरू, जल्दा बल्दा समसामयिक सवालहरूमा पनि एउटा दिशानिर्देश गर्ने त्यो हिसाबले थ्याङ्क यू सर फर्स्ट क्वेसनको लागि। मेरो दोस्रो प्रश्नको पनि हजुरले उत्तर पहिलोमै झन्डै दिइसक्नु भएको छ। हजुरहरूको टार्गेटेड अडियन्स चाहिँ को हुन् र यसले कुन कुन क्षेत्रमा प्रसारण गर्छ? यसको आम नागरिकहरू भइहाले, त्यसै गरी नीति निर्माता, राजनीतिक दलहरू अनि देशको विकास र समृद्धिका निम्ति विभिन्न ढङ्गले लागिरहेका व्यक्तिहरू जसलाई नीतिगत हिसाबले एक खालको पैरवी गर्न अगाडि बढाउनको निम्ति पनि काम गरिन्छ। यसमा अहिले त झन् हामीले नयाँ कार्यक्रमहरू यो जुनियर नेपाल आइडल भनेर पनि आउँदैछ, जुन बालबालिकाहरूका लागि लक्षित गरेर नेपाल आइडल भइहाल्यो, जुन युवा पुस्ता गायनमा लाग्नेहरू उनीहरूको लागि। त्यसपछि समाचार त सबै पुस्ताको, सबै क्षेत्रको, सबैका लागि भइहाल्यो। प्रमुख समाचार बुलेटिनहरू कति बजे प्रसारण हुन्छ? यो बेलुका 7 बजे र बिहान 7 बजे 1 घण्टाको हुन्छ। टोटलमा हाम्रो 24 घण्टामा 12वटा न्युज बुलेटिनहरू हुन्छन्। बिहान र बेलुकाको प्राइम बुलेटिन 7 बजेको 1 घण्टाको हुनेछ भने अरू बुलेटिनहरू आधी घण्टाको। यस च्यानलको एडिटोरियल पोलिसी र मुख्य मान्यता चाहिँ के हुन्? यसमा मुख्य कुरा भनेको चाहिँ राष्ट्र, राष्ट्रियता, राष्ट्रको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, जातीय सद्भाव, सामुदायिक एकता लगायतका यी कुराहरूलाई अक्षुण्ण राख्दै देशको विकास र समृद्धिका लागि अघि बढ्ने र त्यसमा आवश्यक पैरवी गर्ने, त्यो चाहिँ मुख्य उद्देश्य लिएर अघि बढेको छ। थ्याङ्क यू सर। यो 4वटा प्रश्नको लागि हजुरलाई धेरै धेरै धन्यवाद। यो संस्थाको परिचयकोमा हामीले 4वटा प्रश्न राख्यौँ हजुरलाई र अब साथी किरणजीले राख्दै हुनुहुन्छ हजुरलाई न्युज रुम संरचनाका बारेमा प्रश्नहरू राख्दै हुनुहुन्छ। किरणजी, हजुरलाई प्रश्न राख्न मैले आग्रह गरेँ। नमस्कार सर, म किरण अधिकारी, जर्नलिजम एन्ड मास कम्युनिकेसन फर्स्ट सेमेस्टरको विद्यार्थी। मैले चाहिँ अब धन्यवाद दिनेशजीलाई, चाहिँ उहाँले चाहिँ ग्रुप सेक्सन एबाट आफ्नो क्वेसनहरू राखिसक्नु भएको छ। अब त्यसपछि म सेक्सन बीबाट चाहिँ आफ्नो क्वेसनहरू राख्न आग्रह चाहिँ यसमा चाहिँ तपाईँको न्युज रुम स्ट्रक्चर र वर्कफ्लोको बारेमा हामी क्वेसनहरू गर्न गइरहेका छौँ। क्वेसन नम्बर 5 मा चाहिँ न्युज रुममा चाहिँ तपाईँको कुल कतिजना कर्मचारी छन् र विभिन्न विभागहरूमा कसरी विभाजन गरिएको छ, त्यसको बारेमा छोटो जानकारी गराउनु। टेलिभिजन भन्ने बित्तिकै टिमवर्क हो। यहाँ चाहिँ गेटपाले र बेल बोय, सहायकदेखि लिएर न्युज एडिटरसम्मको ठुलो भूमिका हुन्छ। त्यसमा न्युज रुमभित्र को संरचनामा समाचार सम्पादक भयो, त्यसै गरी डेस्क एडिटरहरू भयो, त्यसै गरी रिपोर्टरहरू, क्यामेरा पर्सन अनि डिस्ट्रिक्ट ब्युरो भनेर अलग्गै हुन्छ, इन्टरनेसनल ब्युरो अलग्गै हुन्छ। त्यसपछि बिट वाइज रूपमा जस्तै पोलिटिकल, बिजनेस, स्पोर्ट्स, इन्टरनेसनल, एजुकेसन, इन्भाइरोमेन्ट यी आदि
थुप्रै बिटहरू अब जनशक्ति अनुसार थुप्रै रहन्छन्। त्यस्तै गरी मार्केटिङ, फाइनान्स, एडमिन भन्ने छुट्टै ग्रुप भइ नै हाल्छ। त्यसपछि यता टेक्निकल टिममा एमसिआर इन्जिनियरहरूको स्टुडियो, क्यामेरा पर्सन, एसिस्टेन्टहरू ती लगायत एकदमै ठुलो भेगी टिम हुन्छ। र मैले अघि जतिवटा उल्लेख गरेँ ती थुप्रै डिपार्टमेन्टमा रहेर काम हुन्छ। र त्यसको लागि अब टेलिभिजनहरूको भन्ने बित्तिकै विभिन्न इस्युहरू भयो, कुनै इन्सिडेन्टहरू भयो, कुनै इभेन्टहरू भयो, तिनीहरू गर्दाखेरि लाइभको लागि छुट्टै टिमहरू बनाउनु पर्ने हुनाले लाइभ क्र्यू छुट्टै हुन्छ अनि ती खालको व्यवस्था गरेर चाहिँ काम गरिएको छ। धन्यवाद सर यो क्वेसनको लागि। र क्वेसन नम्बर 6 हाम्रो 6 नम्बरको क्वेसन पनि तपाईँले 5 नम्बरमै दिनुभएको हुँदा म 7 नम्बरमा जान चाहेँ। न्युज रुममा महिला पत्रकार तथा कर्मचारीहरूको सङ्ख्या र भूमिका कस्तो छ भन्ने यसमा अहिले एकदमै यो चाहिँ भन्न पाउँदाखेरि पनि खुसी लाग्छ। यो महिला मात्रै नभएर समावेशी हिसाबले पनि जस्तो न्युज एङ्करहरूमा भयो होइन, प्रेजेन्टरहरूमा, यता न्युज डेस्कमा भयो, रिपोर्टिङमा भयो, त्यसै गरी एमसिआर इन्जिनियरिङ, एडमिन, फाइनान्स अनि अकाउन्ट, यी सबै ग्राफिक, यी डिपार्टमेन्टहरूमा लगभग हाम्रो महिला र पुरुषको सङ्ख्या चाहिँ उस्तै नै छ, हाराहारी नै छ। त्यो हिसाबले लैङ्गिक हिसाबले अर्को समावेशिताको हिसाबले पनि लगभग सबैजसो डिपार्टमेन्टमा यो समुदायका हिसाबले पनि समावेशी नै छ। हजुर। अब अर्को प्रश्न नम्बर 8मा चाहिँ नयाँ पत्रकारहरूलाई तपाईँहरूले कसरी प्रशिक्षण दिनुहुन्छ अनि कुनै मेन्टरसिप अथवा ओरिएन्टेसन प्रोग्राम छ कि? त्यसमा यस्तो छ, हामीले चाहिँ सुरुवातका दिनमा पनि वर्किङ जर्नलिस्ट, प्रोफेसनल जर्नलिस्टहरूको त्यो खालको टिम लिएर टेलिभिजन सुरुवात गरिए पनि पछिल्लो चरणमा चाहिँ थुप्रै नयाँ मेम्बरहरूलाई, पत्रकारहरूलाई पनि हामीले यहाँ चाहिँ स्थान दियौँ। टेलिभिजनको लगभग दोस्रो फेज भनौँ न, सुरुवातको एउटा टिम भयो, त्यसपछिको अर्को टिम बनाउने क्रममा पनि एकदमै नयाँ फ्रेस पढेका, जर्नलिजम पढेका तर अवसर खोजिरहेकाहरूलाई अन्त कतै तालिम होइन, यहीँ नै केही समय इन्टर्नसिप जस्तो तालिम जस्तो दिएर अनि उहाँहरूलाई नै पत्रकारको रूपमा चाहिँ विकास हुने, आफूलाई करियर बनाउन सक्नेसम्मको बनाएपछि धेरै साथीहरू नै अहिले विभिन्न मिडियाहरूमा पुग्नु भएको छ, यहीँबाट सिकेर गरेकाहरू। र अहिले पनि यो क्रम जारी नै छ। जो नयाँ इच्छुक हुनुहुन्छ, भिजुअल एडिटिङमा भयो, क्यामेरामै भयो, रिपोर्टिङमै भयो, न्युज एङ्करिङ, प्रोग्राम प्रेजेन्टर यी विभिन्न डिपार्टमेन्टहरूमा काम गर्न चाहनेहरूका लागि अहिले पनि त्यो अवसर सिर्जना हुन्छ। सधैँ नै नयाँका लागि हजुरको यति मिठो उत्तर सुन्दा हामी जस्ता विद्यार्थीहरूलाई थप हौसला प्राप्त भएको छ, यसको लागि पनि धेरै धन्यवाद। त्यसै गरी हामी तेस्रो सेगमेन्ट अर्थात् समाचार उत्पादन प्रक्रियातिर लाग्छौँ र हजुरहरूको बिहानको न्युज मिटिङदेखि बेलुका बुलेटिन प्रसारण हुनेसम्मका प्रक्रिया कस्तो हुन्छ, जस्तै एसाइनमेन्ट, रिपोर्टिङ, राइटिङ, एडिटिङ अनि अन एयरसम्म जाँदाको थोरै सर्टकटमा बताइदिनुहोस्। सरी, चाहिँ 24 घण्टा प्रसारण हुने टेलिभिजन भएको हुनाले सिफ्ट वाइज काम हुन्छ। मूलत 3वटा सिफ्टको अभ्यास थियो, तर पछिल्लो समयमा अलिकति यो विभिन्न क्राइसिसहरू अहिले टेलिभिजनले भोग्नु परिरहेको छ, समग्र टेलिभिजन क्षेत्रले नै। त्यो गर्दाखेरि यो सिफ्टलाई चाहिँ अझै 2 सिफ्टमा झारेर काम गर्न सकिन्छ कि भनेर अभ्यास चाहिँ गर्न खोजिएको छ, तर जनरली 3 सिफ्टमै छ। त्यो हुँदै गर्दाखेरि लगभग कामको सुरुवातमा हामी बिहान अफिसमा जम्मा भएपछि न्युजरुम मिटिङ नियमित 11 बजे बस्ने गर्छ। त्यो मिटिङमा नै रिपोर्टरहरूलाई, इभन जिल्लाका स्ट्रेन्जरहरू, ब्युरोका प्रतिनिधिहरू, त्यसै गरी हाम्रो विभिन्न देशमा रहेका संवाददाताहरू, विदेशमा रहेका संवाददाताहरू, उहाँहरूसँग पनि आज यो विषयमा गर्ने भन्ने एक खालको इस्यु छनौट गर्नेदेखि लिएर एसाइनमेन्ट गर्ने काम हुन्छ। त्यसपछि उहाँहरू खटिनुहुन्छ, उहाँहरूले पठाउनु भएको चिज यहाँको कपी एडिटर, टेक्स्ट एडिटरहरूले हेरेर अनि त्यसलाई चाहिँ यता प्रोडक्सनतिर पठाइन्छ। त्यसपछि भिजुअल एडिटिङ सेक्सनमा गएर त्यो न्युज
टेक्स्ट एकातिरबाट फाइनल हुन्छ, अर्कोतर्फबाट भिजुअलको पार्ट पनि फाइनल हुन्छ र त्यो एमसिआरमा जान्छ। एमसिआरबाट समयअनुसार ब्रोडकास्ट हुन्छ। यसको लागि चाहिँ एकैचोटि पेपरहरूको जस्तो राति अबेला एकैचोटि फाइनल हुने भन्ने हुँदैन, किनभने घन्टा 1.5 घन्टा 2 घन्टामा बुलेटिनहरू हुने हुँदाखेरि जति छिटो आउँछ त्यो चिजहरूलाई अगाडि बढाइन्छ। अनि अरू यो न्युज ब्रेकिङ, फ्ल्यास, स्क्रोल यताउतिमा हाल्ने त्यो न्युजहरू पनि डेस्कले फाइनल गरेर पठाउँछ। क्रमागत प्रक्रिया प्रश्न पार्नु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। त्यसै गरी प्रश्न नम्बर 10मा जाँदाखेरि समाचारको विषय कसरी छान्नुहुन्छ, न्युज एजेन्डा चाहिँ कसले सेट गर्छ? न्युज रुम मिटिङबाटै हुन्छ त्यो। त्यसमा रिपोर्टिङ कोअर्डिनेटर, न्युज एडिटर अनि अब संवाददाताहरू आफैले पनि यो विषय हुनसक्छ भनेर ल्याउनुहुन्छ। अब त्यसलाई चाहिँ अघि नै हामीले हाम्रो मेन गाइडलाइन भने जस्तो राष्ट्रियताका सवाल भए, त्यसै गरी अरू विषयहरूका आधारमा नै त्यो चाहिँ प्राथमिकता तय हुन्छ। त्यो प्राथमिकताका आधारमा यो गर्ने यो नगर्ने भन्ने हुन्छ। त्यसमा चाहिँ एज अ होल नेपाल र नेपालीको हितमा हुने विषयहरूलाई चाहिँ उठाइन्छ। पहिलो प्राथमिकता त्यो रहन्छ। थ्याङ्क यू सर यसको लागि। र त्यसै गरी प्रश्न नम्बर 11मा पुग्दा फिल्ड रिपोर्टर र डेस्क एडिटर बिचको समन्वय कसरी गरिन्छ, स्क्रिप्ट एप्रुभल प्रक्रिया चाहिँ के हो? फिल्डमा अब यहाँ केन्द्रबाट खटिनेहरू त यहीँबाट असाइन गरेर पठाइएको हुन्छ, निरन्तर यहीँ सम्पर्कमा भइहाल्छ। विभिन्न जिल्लाहरूमा भएको बाहिर भएको रिपोर्टरहरू पनि त्यही ब्युरो, डिस्ट्रिक्ट डेस्क कोअर्डिनेटरहरूसँग सम्पर्क हुन्छ। यो गाइडलाइनमा रहेर यसरी गर्ने भन्ने हुन्छ। त्यो अनुसार केही समस्या पऱ्यो भने उहाँहरूले सम्पर्क गर्नुहुन्छ, त्यो अनुसार आवश्यक सहजीकरण भइहाल्छ। हजुरहरूको धेरैवटा प्रोग्रामहरू प्राय लाइभ पोडकास्ट नै हुन्छ। त्यसै गरी यो लाइभ पोडकास्टिङको बेलामा चाहिँ कुनै कुनै चुनौतीहरू कसरी सामना गर्नुपर्छ, टेक्निकल फेलियर भएमा के गरिन्छ? त्यसमा विकल्पसहित जाने कोसिस गरिन्छ। हुन त अब फाइबरहरूबाट पनि पहिला लाइभ पोडकास्ट गर्ने हुन्थ्यो, त्यसपछि ओबी भ्यानहरूबाट गर्ने पनि हुन्थ्यो। त्यसपछि अहिले पछिल्लो समय डिएमएनजी एप अलि बढी चालु भएको छ। अनि अझ पछिल्लो समय त अब क्वालिटीमा कम्प्रोमाइज गर्ने हो भने त विभिन्न चिजहरू आएका छन्, मोबाइलबाट पनि गर्न सकिन्छ हैन। त्यसमा अब कुन स्तरको गर्ने भनेर विकल्पहरू थुप्रै हुन्छन्। त्यसमा कुन स्तरको गर्ने भन्ने हुन्छ, त्यो आधारमा विकल्पसहित नै तयारी हुन्छ कुनै लाइभ गर्दाखेरि। जस्तो कुनै ब्रेकिङ न्युज आयो, ब्रेकिङ न्युजको अवस्थामा चाहिँ न्युज रुमको वर्क फ्लो कसरी परिवर्तन हुन्छ? त्यसमा चाहिँ एकदमै यो जुन प्राकृतिक प्रकोपहरू यताउति अनेक आउँदाखेरि गाउँ समाज प्रभावित व्यक्तिमा जस्तो हुन्छ नि, न्युज रुमको पनि ठ्याक्कै बदलिन्छ कुनै त्यस्तो स्थिति आयो भनेदेखि। अनि कति त हौवाको भरमा आएको हुनसक्छ, कति अफवाह पनि हुनसक्छ। त्यसलाई चाहिँ भेरिफाई गर्ने कुरा, स्रोतसँग सम्पर्क गर्ने कुरा, त्यताबाट पुष्टि गर्ने कुरा एकदमै फरक हुन्छ र चुनौतीपूर्ण हुन्छ त्यति बेला। र त्यसको निर्णय लिनको लागि चाहिँ ग्रुप एडिटरहरू बसेर निर्णय लिनुपर्छ। संवाददाताले ल्याएको छ त्यो ब्रेकिङ भनेदेखि उहाँहरूसँग पनि पुनर्पुष्टि गर्नुपर्छ। र टेलिभिजनको ब्रेकिङमा चाहिँ एउटा त स्क्रोलमा दिने भइहाल्यो, अर्को चाहिँ टेक्स्ट, ग्राफिक र भिजुअल सहित दिने हुँदाखेरि त्यो गर्नलाई चाहिँ एज अ होल टिममै सबै नै परिचालित हुनुपर्छ। थ्याङ्क यू सर मिठो एन्सरको लागि। र मेरो सेगमेन्टको समूह सी अन्तर्गतको लास्ट एउटा क्वेसन रहेको छ न्युज रुमकै बारेमा। सो अहिले अनलाइन कन्टेन्टहरू छन् र टेलिभिजन पोडकास्ट बिच कसरी समन्वय गरिन्छ, सोसियल मिडियाको भूमिका कस्तो हुन्छ? यसलाई थप प्रश्न पार्नुपर्दा हजुरहरूको एउटा प्रचलित कार्यक्रम छ, हाम्रो प्रकाश सुवेदी सरले गर्नुहुन्छ जुन रजतपथ कार्यक्रम। त्यो रजतपथ कार्यक्रम युट्युबमा प्रसारण हुने समय अथवा समय र टेलिभिजन पोडकास्टिङ बिचमा चाहिँ कस्तो छ, समन्वयको तालमेलको अवस्था कस्तो छ? त्यो चाहिँ टेलिभिजनको एउटा छुट्टै नै टाइम हुन्छ। अब अभ्यास हेर्दाखेरि कतिपय टेलिभिजनहरूले 1 घन्टा जति अघि पछि पारेर अडियन्स पनि फरक हुन्छन् भनेर युट्युबमा पठाउने र यता टेलिभिजनमा प्रसारण गर्ने टाइम फरक पारेको पनि पाइन्छ। कतिपय हाम्रा केसमा पनि त्यस्ता होलान्। तर यो सोसियल मिडिया चाहिँ अहिले एकदमै धेरै भनौँ न मेन स्ट्रिमलाई नै चाहिँ हाराहारीमा आएर अझ लिड नै गर्न खोजेको हो कि कतिपय बेला चाहिँ अघि नै लाग्न खोजेको हो कि
भन्ने त्यस्तो अवस्था आएको हुनाले सोसियल मिडियाको पनि छुट्टै सेक्सन जरुरी छ र त्यो ढङ्गले गरिन्छ। हाम्रो टेलिभिजनको पनि सोसियल मिडियाको अलगै सेक्सन छ, त्यो खालको कन्टेन्टहरू पठाइन्छ र टेलिभिजनको यो प्रसारणको समय पनि युट्युब र यता टेलिभिजनमा कतिपयमा समान छ, कतिपय चाहिँ अडियन्स हेरेर त्यसको पनि आफ्नै खालको रिसर्च र इभ्यालुएसन हुन्छ, त्यो आधारमा फरक टाइम पनि हुन्छ कतिपय चाहिँ। धन्यवाद सर तपाईँलाई प्रश्नको उत्तरको लागि। म चाहिँ सेगमेन्ट डीमा जान चाहेँ। यसमा चाहिँ तपाईँको पत्रकारिताको मान्यताहरू, जर्नलिस्टिक स्ट्यान्डर्ड र एथिक्स भन्नेमा चाहिँ तपाईँको क्वेसन नम्बर 15मा समाचारको तथ्य जाँच फ्याक्ट चेकिङ प्रक्रिया कस्तो छ अनि कति स्रोतहरू भेरिफाई गर्नुपर्दछ भन्ने विषयमा प्रश्न पार्दिनु। सामान्यतया हाम्रो संवाददाताहरू नै हाम्रो मुख्य स्रोत हुन्। संवाददाताहरूले ल्याएकै कुराहरूलाई विश्वास मानेर उहाँहरूलाई नै ट्रस्ट गरेर त्यही आधारमा चाहिँ चल्ने हो। टेलिभिजनहरूको मुख्य स्रोत भनेको संवाददाताहरू नै हुन्, उहाँहरू नै परिपक्व जिम्मेवार हुनुहुन्छ भन्ने नै हो। त्यसपछि कुनै इस्यु एकदमै कुनै कन्ट्रोभर्सी इस्यु छ त्यस्तो खालको छ भनेदेखि चाहिँ त्यसमा स्रोतको क्रस भेरिफाई गरेर त्यसपछि मात्रै त्यसलाई यो तथ्य हो भन्ने भएपछि मात्रै प्रसारण गरिन्छ। हतारमा हौवामा कुनै अरूले हाल्यो भन्दैमा, कुनै फेसबुकमा आयो अथवा कुनै अनलाइनमा आयो अथवा केमा आयो भन्दैमा टेलिभिजनले चाहिँ सकेसम्म त्यस्तोलाई दिँदैन। छिटो गर्नेमा प्रतिस्पर्धा होइन, तथ्य प्रसारण गर्ने कुरामा मात्रै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने इथिक्सका आधारमा हामी चल्छौँ। प्रश्न नम्बर 16मा जान चाहे। सेन्सिटिभ टपिकहरू जस्तै राजनीति, धर्म, जातीयताको कभरेज गर्दा के सावधानीहरू अपनाउनुहुन्छ तपाईँले? त्यसमा कुनै विभेद भएको, कुनै पक्षलाई चाहिँ अवमूल्यन गरेको, कसैलाई काखा कसैलाई पाखा गरेको जस्तो अथवा त्यो इस्यु उठाउँदै गर्दाखेरि, त्यो कुरा ल्याउँदै गर्दाखेरि चाहिँ समाज भड्किन्छ होइन, समाजमा कुनै खालको चाहिँ अप्ठ्यारो अवस्था पैदा हुन्छ, त्यो खालको स्थिति आउँछ भनेदेखि त्यस्ता संवेदनशील विषयहरूलाई चाहिँ एकदमै सावधानीपूर्वक सन्तुलित भएर गर्नुपर्ने हुन्छ। मुख्यतः सामाजिक सद्भाव कायम गर्नेमा मिडियाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, हुनुपर्छ। हजुर, म प्रश्न नम्बर 17मा जान चाहे। सरकार वा विज्ञापनदाताको दबाव, प्रेसर भएमा एडिटोरियल इन्डिपेन्डेन्सलाई चाहिँ कसरी कायम राख्नुहुन्छ? त्यसमा अब एडिटोरियल राइट, इन्डिपेन्डेन्सी भन्ने कुरा चाहिँ त्यो एडिटर आफ्नै क्षमता र उसको कार्यकुशलतामा निर्भर हुने कुरा हो। मुख्य कुरा चाहिँ यो गर्न सकिन्छ, यो गर्न सकिँदैन, यो न्युज हो, यो होइन, यो चाहिँ समाचार हो, यो चाहिँ प्रचार हो भन्ने कुरा चाहिँ छुट्याउन सक्नुपर्छ, छुट्याएर गर्न सक्नुपर्छ। प्रेसर त हुनसक्छ कतिपय विषयहरूमा, तर त्यो प्रेसर आयो भन्दैमा गर्ने पर्ने कुरा नगर्ने भन्ने चाहिँ व्यावसायिकता होइन। त्यसमा चाहिँ आफ्नो क्षमता पनि देखाउनुपर्छ। म चाहिँ सेक्सन डीको अन्तिम प्रश्न नम्बर 18मा जान चाहेँ। यसमा चाहिँ तपाईँको गलत समाचार प्रसारण भएमा करेक्सन वा एपोलोजीको प्रक्रिया के छ तपाईँको? त्यसमा अब अरू सञ्चार माध्यम, अरू प्रकृतिका मिडियाहरूमा भन्दा यसमा पृथक छैन। अब यसमा एउटा सुविधा चाहिँ टेलिभिजनहरूमा के पनि हुन्छ भने यदि कुनै त्यस्तो गइहाल्यो भने पनि तुरुन्तै अब पेपरहरूको जस्तो 24 घण्टापछि कुर्नुपर्ने हुँदैन। त्यो भएको हुनाले कुनै इरर भइहाल्यो भनेदेखि पनि यो सच्याइएको छ भनेर तथ्य चाहिँ यो हो भनेर हामी तुरुन्तै अर्को बुलेटिनमा दिन सक्छौँ, फ्ल्यासमा दिन सक्छौँ, स्क्रोलमा दिन सक्छौँ, त्यो खालको अपडेट पनि दिन सक्छौँ। र कोही कसैलाई आपत्ति भयो भनेदेखि त अरू प्रकृतिका मिडियाहरू भएको जस्तै फरक मत राख्ने अथवा चाहिँ त्यो खालको कुनै आवेदन गर्न पनि सक्नुहुन्छ। हजुरसँग गरिएका प्रश्नहरूले हाम्रो सिकाइलाई थप उचाइमा पुर्याउँछ भन्ने पक्कै हामीले विश्वास लिएका छौँ र हामीले त्यो सिकि पनि रहेका छौँ। हाम्रो अन्तिम सेगमेन्ट अन्तर्गत हामी भविष्य र चुनौतीका बारेमा केही प्रश्नहरू गर्न गइरहेका छौँ र यो अन्तिम सेगमेन्ट अन्तर्गतको क्वेसन नम्बर 19मा
पहिलो प्रश्न रहेको छ, नेपाली पोडकास्ट जर्नलिजमको सबैभन्दा ठुला चुनौतीहरू के छन् भन्ने तपाईँको विचार छ? ब्रोडकास्टिङमा एउटा त यो अलि ठुलो लागतको भनौँ न अपरेसन कस्ट नै एकदमै हाई हुन्छ, त्यो भएर त्यसलाई मिट गर्न नै गाह्रो छ यहाँको मिडियाहरूलाई। त्यो भएको हुनाले नयाँ नयाँ प्रोग्रामहरू, नयाँ नयाँ कन्फरेन्सहरू, विभिन्न अवधारणाहरू ल्याएर कसरी यसको चाहिँ रेभेन्यू जेनेरेट गर्ने र यसलाई चाहिँ राम्रोसँग सञ्चालन गर्ने भन्ने एउटा त्यो छ। र त्यो हुनको लागि फेरि मुलुकमा समृद्धि हुनु पर्यो, यहाँ विकास हुनु पर्यो, अरू सेक्टरहरू चाहिँ अलि बुम बुम हुनु पर्यो। त्यो भइसकेपछि बल्ल त्यसका प्रडक्टहरू, गुड्स एन्ड सर्भिसेसहरूले एडभर्टिजमेन्टमा खर्च गर्न सक्छन्। त्यो गर्न सक्यो भने अब सञ्चार माध्यमहरूको मुख्य इन्कम भनेकै विज्ञापन नै हो। अब यहाँको चाहिँ गुड्स एन्ड सर्भिसेस सेक्टरहरूको विकास हुन सकेन भनेदेखि त्यो विज्ञापनको क्षेत्र नै साँग्रो हुन्छ। त्यो हुँदै गर्दाखेरि सर्भाइभ गर्नु, सस्टेन गर्नु र यसलाई चाहिँ अलिकति ग्रोथमा लैजानको निम्ति चाहिँ अरू सेक्टर पनि, रियल सेक्टर पनि ग्रोथ हुनुपर्छ। थ्याङ्क यू सर उत्तरको लागि। र 20औं नम्बरको प्रश्नमा गएँ म, डिजिटल मिडियाको बढ्दो प्रभावसँगै टेलिभिजन जर्नलिजमको भविष्य कस्तो देख्नुहुन्छ? त्यसमा चाहिँ अलिकति चुनौती छ टेलिभिजनहरूलाई। नेपालको हकमा हेर्ने हो भनेदेखि पनि न्यू मिडियाहरू होइन, डिजिटल मिडिया, अनलाइनहरू जो चाहिँ अलि कम लागतमै चल्न सक्ने छन्, उनीहरूसँग अलि ठुलो लागतमा चल्ने मिडिया उस्तै प्लेटफर्ममा आएर प्रस्तुत हुनलाई अलिकति चुनौती चाहिँ छ। तर यसमा रियल सेक्टरको ग्रोथ पनि भयो र रेभेन्यू जेनेरेट पनि गर्न सक्यो अरू क्षेत्रबाट भनेदेखि, जस्तो टेलिभिजनको आफ्नै जुन साख छ, जुन गरिमा छ, त्यसलाई चाहिँ कायम राख्न सक्छ। किनभने टेलिभिजन हेरेरै जुन आनन्द लिइन्छ, टेलिभिजनको स्क्रिनमै हेरेर थुप्रै कार्यक्रमहरू भयो, न्युज भयो, अरू कुराहरू, त्यो टेलिभिजनको प्यास त अरूले मेटाउन सक्दैन नि। खबर त मोबाइलमै पनि आउँछ होइन, साना टुक्राहरू अरू हेर्नको निम्ति रिल, सर्ट्स यी आदि त्यो गर्नलाई। तर साँच्चीकै टेलिभिजन हेर्ने नै स्वाद त टेलिभिजन हेरेपछि मात्रै हुन्छ नि त, अन्त हेरेर हुँदैन। त्यो भएको हुनाले सस्टेन गर्न र प्रतिस्पर्धा गर्नलाई अहिले हाम्रो टेलिभिजनको हकमा पनि त्यही हो, अरू टेलिभिजनहरूले पनि गरेका छन्। सोसियल मिडियाका प्लेटफर्महरू जस्तो युट्युबकै सर्ट्स भनौँ, फेसबुकको रिलहरू भनौँ, फेसबुक पेज, युट्युब च्यानल, त्यसपछि यता टिकटकमा भयो, इन्स्टा, एक्स को प्लेटफर्म, यी लगायत थुप्रै सोसियल मिडिया प्लेटफर्महरूमा पनि आफ्नो उपस्थितिलाई चाहिँ बढाउँदै गएको छ। त्यसलाई चाहिँ रेभेन्यू जेनेरेटको हिसाबले पनि, आफू सस्टेन हुनलाई पनि र आफूलाई चाहिँ अडियन्ससँग जोडिराख्नको लागि पनि। अहिले मात्र एउटा टेलिभिजन सेट मात्रै चलाउँछु भनेर चाहिँ हुने स्थिति छैन। थ्याङ्क यू सर, साह्रै मिठो लाग्यो उत्तरहरूको। र हामी सेकेन्ड लास्ट क्वेसन रहेको छ, हामी जस्तो डिजिटल मिडिया प्रोडक्सन अन्तर्गत पोडकास्ट जर्नलिजम पढ्दै गरेका विद्यार्थीहरूलाई हजुरको सन्देश, सुझाव के छ, कृपया बताइदिनुहोस्। यो चाहिँ एउटा एकदमै चाम भएको क्षेत्र हो होइन। अब कहीँ करियर बनाउनको निम्ति पनि छोटो अवधि मिडियामा काम गरेर यो ठाउँमा चाहिँ जम्प गर्यो, यस्तो भयो भन्नलाई पनि, एउटा आफूलाई चाहिँ पब्लिक फिगरको रूपमा इस्ट्याब्लिस गर्न, चिनाउन, आफ्नो एक्सपोजर बढाउन, यी सबै कुरा गर्नको निम्ति र लङ टर्ममा म करियर नै यही हेरेर गर्छु भन्नका निम्ति पनि पत्रकारिता राम्रो क्षेत्र हो। विश्वकै 10 उत्कृष्ट पेसामध्ये पत्रकारितालाई पनि एउटा मानिन्छ। अब कतिपय हकमा केही घटनाहरू छिटपुट पत्रकारितालाई नै बदनाम गर्ने खालका घटनाहरूले गर्दाखेरि यसमाथि प्रश्न नउठ्ने पनि होइनन्, उठ्छन्। तर यो उन्नत र राम्रो क्षेत्र नै हो भन्छु म, किनभने मेरो पनि लगभग धेरै समय त मैले यसैमा व्यतीत गरेका छु करियरको हिसाबले। त्यसो भए हुनाले अब अहिले तपाईँ राजनीतिमै हेर्नुभयो भने पनि हाम्रो रवि लामिछानेजी राष्ट्रसभा सभापति जुन पत्रकारिताकै प्लेटफर्मबाट उठेर आएर अहिले चाहिँ एउटा लिडिङ दलको नेताको हैसियतमा आउनुभएको छ। एउटा उदाहरण त्यो पनि दिन सकिन्छ। भनेपछि आफूलाई एक्सपोजर बढाउने, आफू एक्सपोज हुने, केही गर्ने र यही क्षेत्रमा रहेर यसैलाई करियर बनाउँछु भन्दाखेरि पनि यो राम्रो क्षेत्र हो।
थ्याङ्क यू सर। थप प्रेरणा मिलिरहेछ हजुरको कुराले। र अन्तिम प्रश्न रहेको छ, AP1 टेलिभिजनले आगामी दिनमा कुन कुन नयाँ कार्यक्रमहरू वा योजनाहरू ल्याउने सोच राखिरहेको छ? त्यो चाहिँ हामी होमवर्कमै पनि छौँ। फेरि ठ्याक्कै यो चाहिँ दिनदिनै मिडियाको विकास, ट्रेन्ड, यी सबै कुराहरूलाई हेर्दाखेरि एउटै चिजले जस्तो अहिले गरिएको कुराले अर्को 1 वर्षपछिलाई काम नलाग्ने जस्तो, त्यो भएर एकदमै छोटो छोटो अवधिका लागि अब अहिले बढिरहेको AI, IT का क्षेत्रहरूलाई समेटेर गर्ने कार्यक्रम, त्यसै गरी इन्टरटेनमेन्टका कार्यक्रमहरू, त्यस्तो कुराहरूमा अलि बढी फोकस गर्नुपर्नेछ। समाचार बुलेटिनहरू त सधैँ नै चाहिहाल्यो सबै खालका। समाचार बुलेटिनलाई छोडेर अरू चिजलाई हेर्ने हो भनेदेखि त्यसको निरन्तरताका साथसाथै अरू चिजहरूलाई हेर्ने हो भनेदेखि AI, IT यी क्षेत्रहरू चाहिँ नयाँ क्षेत्र हुन्। त्यसमा अलिकति बढी फोकस गरेर कार्यक्रमहरू ल्याउनु जरुरी छ। त्यसै गरी यो अहिले भनौँ न सोसियल मिडिया युजरहरू जति जति बढिरहेका छन् त्यसको सँगसँगै चाहिँ साइबर क्राइमका कुराहरू पनि एकदमै बढिरहेका छन्। त्यो अर्को चुनौती हो। त्यसलाई चाहिँ कसरी चलाउने, के गर्ने भन्ने एउटा सचेतना जगाउने खालको भूमिका पनि मिडियाबाट हुनुपर्ने जस्तो देखिन्छ। त्यसै गरी यो डिजिटल लिट्रेसीका कुराहरू भए, डिजिटल नेपालको चर्चा चलिरहँदाखेरि त्यसमा मिडियाले चाहिँ थ्रु मिडिया के गर्न सकिन्छ गर्ने कुराहरूमा अबको युग नै डिजिटल युग भनेर जाने गर्दाखेरि चाहिँ मिडिया आफै डिजिटलाइज हुने र समाजलाई पनि त्यता डोर्याउनको निम्ति चाहिँ कार्यक्रमहरू, आफ्ना अरू प्रसारणका सामग्रीहरू पनि ती खालको बनाउनु पर्ने, अलिक बढी फोकस गर्नुपर्ने देखिन्छ। अन्तर्वार्ताका लागि धेरै धेरै धन्यवाद सर। थ्याङ्क यू सो मच। हस्, धन्यवाद। थ्याङ्क यू सर। धन्यवाद। हामी चाहिँ AP1 को अस्थायी कार्यालयमा छौँ यतिखेर र दीर्घकालीनमा चाहिँ यो AP1 लाई हामीले ग्वारकुलको फ्लाइओभर नजिकै गुण कम्प्लेक्समा केही समयपछि पक्कै पनि हामी त्यति बेला पनि भिजिटमा आउने नै छौँ र सबैलाई हामी चाहिँ AP1 मा छौँ। तपाईँहरू कता कता हुनुहुन्छ साथीहरू?